मेरो कलेजको पहिलो दिन घन्टी लागेपछि म कक्षा कोठातिर लागे। आज खासै नपढाऊ, आज परिचय सरिचय दिउँ। हजुर सर हुनेछ। तिम्रो नाम के हो? आफ्नो परिचय दिउ। मेरो नाम CC3 सर, म बसिया। कलेजको पहिलो दिन, ल तिम्रो परिचय तिम्रो परिचय दिउ त। मेरो नाम चाहिँ प्रज्वल थापा अनि म चाहिँ सिसानियाबाट अहिले हाल चाहिँ गोर्खा मोडल स्कुलमा पढ्न आएको। तिमी कुन स्कुलबाट आएको? म चाहिँ सरकारी स्कुलबाट सरकारी सरकारीबाट आएको राम्रोसँग हेल्मेट गरेर पढ्नुपर्छ है। बस तिमी मेरो नाम परवीन चौधरी, म यही स्कुलको इङ्ग्लिस शिक्षक हो। अब म तिमीलाई इङ्ग्लिस विषय पढाउँछु म तिमीहरूलाई। 6 महिनापछि हेलो फास्ट क्लास 3 जाऊ क्लास टाइम हुँदैन ए टाइममा भइसक्यो। हेलो तपाईँ भनी थाकिसके टाइम भइसक्यो क्लास आउन। सबै भलाहरू क्लास छ महिनापछि कक्षाको अवस्था। बिदाईको दिन। हेलो नमस्कार अनि स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा। होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम फिट एन्ड फाइन छु। आज चाहिँ हाम्रो 12 को चाहिँ फेयरवेल हो, वैशाख 3 गते। त्यस कारणले चाहिँ म अघि नैदेखि यहाँ हाम्रो स्टेसनमा आएर अड्डेको थिएँ। एकजना नानी पनि छिन्। भर्खर गाडी गयो है, बल्ल 5:28 5:05देखि पुगेको, बल्ल गाडी गयो। अब हेरौँ, इन्जोय माई भ्लग। फाइनली लवे बजार पनि आइयो केटाहरूको टङ्ग। ल को हजुर अटोग्राफ प्लिज। लास्टै छिटो ल्यायो, 30 मिनटमै ल्यायो। बिग्रिया बाबु नहेर। साढे कतिमा अरे 5:30 महिना थियो, 6 बजे ल्याएको। यसलाई फेरि जान्ने भन्दा पर्दो आज तिमीलाई कस्तो फिल भइरहेको? आज बिदाई एकदम रमाइलो। रुन मन लाग्यो कि कस्ता कुरामा त रुने? क्याराकोल खान्छ यस्तो भन्दैछ। अब बिचुने पढाएन कि त्यो मरेको भलकमा चल्छ कि हाम्रो छोटो मिठो पालोसिर पनि तामा भन्छ। हामी कलेज पुगेपछि हजुरहरूसँग भेट्नु सक्छ त। गोर्खा स्कुल पो हो त यार। अब हामी
पुगे? सर 8 बजे 8 बजे हो? अनि के छ त आज? मैले पिछिलाई देखिने भयो बाह्रमा कोट प्यान्ट लाहा नभए आज कहिले नदेख्या 12 देखिने भयो यो हात त पुरै 2.5 किलो मेकअप लगाएर खानका 2.5 किलो 2.5 किलो ट्याक्कै जोगेर 2 किलो 700 ग्राम सेसन ग्याङ्स्टरको भ्यान आइसक्यो सकेन नि मेरो जादु त आउनु अन्त्य त ओए बाबु आउनु अन्त्य त जादु आयो ओए यो हाम्रो कलेजको के हो रे सबसे हाम्रो कलेजको सबभन्दा सकिन्न अब चाहिँ हामी फेरवेल प्रोग्रामको लागि गाडी चढ्दैछौँ खाली चाहिँ अब चाहिँ हामी लगाएर जाँदैछौँ सिद्धार्थ होटेल साथी सिद्धार्थ होटेल ल अब फाइनल्ली झर्यो फाइनल्ली गाइज हामी चाहिँ सिद्धार्थ होटेलमा आएर पनि मूत्र विसर्जन गरेर पनि टक्क लाएर अब हामी आफ्नो हलमा प्रवेश गर्दैछौँ केटाहरू यही छन् टक्क लाएर अब चाहिँ के होला जस्तो कस्तो लागिरहेछ त सर ए बाबाले यार बाबा नयाँ भवन भन्दै रहेछ सिद्धार्थले आफ्नो सिद्धार्थ हटाएर ग्रिन मात्र राखेको छ के भन्न चाहनुहुन्छ यसको लागि नमस्कार म भाग्य पारी आउँछ नमस्ते है ल है टिमिट पुगी चाहिँ ल
गाइस समय आयो हाम्रो विदाई अरू विद्यार्थीहरू समय आयो यो घडी इनको परिचय दिनु अफ्रिकन एरोप्लेन डग हाम्रो यादहरू इम्पोर्ट फ्रम कहाँ हो हिज नेम गङ्गु 7.2 शान्त स्वर ए गङ्गु 7.2 यादमा रहनेछ तिमीले इनको परिचय दिउ ल अनि नेपालीमा के हामी नेपाली हाम्रो नेपालमा जुन चाहिँ भागेर बाटो हाम्रो निर्णयको फल काम पनि उस्तै छ हरकतहरू भन ल हरकतहरू आज यता गरिदियो अब तिमीले दियो यिनको हरकतहरू अब शुभ लाग्ने उता कविता सुन्ने है आज हो केटा रमाइलो गर्नु अब पाइन्न अब त कहाँ जाने हो सङ्गीत हो सङ्गीत नाच्य सङ्गीत जसरी भए पनि पास हुनु होला चाहे चोरेर हुन्छ कि चाहे सारेर हुन्छ कि चाहे घाँटी तन्काएर हुन्छ कि जसरी भए पनि पास गर्नु होला र कसैको डर नमान्नु होला चोट डर्कायो मर्गायो फ्याँकिसो भयो फाइनल्ली अब हाम्रो यो बनिरहेको बर्थडे खाना हुन्न मासु हालेको छ नि आएर कस्तो लागिरहेछ दामी राजा यार मासु तपाईँलाई अब खानुपर्ने हुन्छ अब खाएको नि के देखाउने ल लेट्स लास्टै धेरै भयो अझ कति थप्ने हान्छ लगाइ हामीले चाहिँ सुरु गरिसकेका छौँ यहाँ चाहिँ हुनुहुन्छ हाम्रो गौरव सङ्घको अध्यक्ष मिस्टर क्षितिज अनि यहाँ चाहिँ हुनुहुन्छ गिरिश एमसी अनि यहाँ चाहिँ हुनुहुन्छ यत्रो परिकारहरू छ 84 व्यञ्जन कहाँबाट स्टार्ट गरौँ भनेर सोचिरहेको मैले कहाँबाट गर्ने होला यहाँबाट स्टार्ट गर ल यहाँबाट अब हामीले चाहिँ खानेछौँ यहाँ को लिडर है गोरो सङ्घको माम्बा ग्याङ यहाँ चाहिँ सबभन्दा गोरो अफ द इयर यहाँले पाउनुहुन्छ माम्बा ग्याङ अब मैले चाहिँ आफूलाई पनि देखाएँ मिलेन यार अब यो चाहिँ आइफोन 15 हो मेरो भुटानको भर्खर लेटेस्ट किने यार अब भर्जिन चाहिँ मैले हाने यसको ल बाई गाइस ल हामी त फेरि स्ट्यान्डर्डमा सोफामा बसेर खाल्ला हामी त फेरि सक्छ त फेरि सक्दैन नि माथि एसी ल भेन्छ त खाएर भेन्छ भर्खर सुरु थोरै त छैन त यार ल अब एउटा डान्स हुँदैछ यहाँनिर टक्क लगाएर ल 1 2 3 को सक्दैन नि फेरि है बस सक्दैन
लगायौँ टिका लगायौँ नोट लगायौँ अनि त्यसपछि घर गयौँ कस्तो फिल भइरहेको केटा हो कहिले गोर्खा स्कुलदेखि भागम भन्न लगाएको आज भइगयो कस्तो लागिरहेछ कहिले गोर्खा स्कुलदेखि भागम भनिरहेको थियो आज भागिदिएर आइसक्यो कलेजबाट आएर सिधै एक लट सुत्यो आज आइफोनले हल्का धोका दियो मलाई राम्रोसँग सोचे जस्तो कन्टेन्ट गराउन पाइनँ 12 क्लासको आज अन्तिम दिन कलेजको यसरी नै बित्यो लास्टसम्म हेरिदिएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद र मेरो युट्युब च्यानलमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला भन्दै हजुरहरू माझ अब सिधै 12 पछि भेट्नेछु जय देश जय नेपाल जय यानी बिपोर धन्यवाद।